आदरणीय मित्रहरू, तपाईले अहिले देखिराख्नु भएको यो ठाउँ हाम्रो खिङ्गा गाउँबाट हामी खिङ्गा गाउँलेहरू र यो ठाउँको नाम लुङता डाँडा भनेर म भन्न चाहन्छु। हामीले यहाँ लुङता चाहिँ छोड्न आउने यो एउटा स्थल रहेको छ र म सधैँ भन्ने गर्छु यो ठाउँ यो डाँडा यो बिन्दु हाम्रो यो मुस्ताङ जिल्लामा मुक्तिनाथमा भ्रमणमा आउनुहुने पर्यटक आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि यो एउटा आकर्षण र यो पुग्नै पर्ने गन्तव्य हुन सक्ने सम्भावना निकै रहेको छ र यो ठाउँबाट म तपाईहरुलाई देखाउन चाहन्छु। यो ठाउँबाट हामीले आसपासका 16-17वटा गाउँहरू हामीले देख्न सक्छौं। यहाँ तल तपाईले देख्न सक्नुहुन्छ मार्फा, स्याङ, जोमसोम र ठिनीका केही गाउँको केही अंश देख्न सक्नुहुन्छ, कुचप तेर्गा र साथै हामीले डुम्बा लेकको छेउछाउ पनि देख्न सक्छौं। र यता आउनुभयो भने हामीले धगरजोङ, फलेक, पक्लिङ र युली, त्यसैगरी कागबेनी, तिरी र माथिल्लो मुस्ताङ, उपल्लो मुस्ताङ जाने हामीले र समरभन्दा माथिको यो भेन्या को बाटाहरू पनि हामीले यहाँबाट देख्न सक्छौं। र साथै हाम्रो यो मुक्तिनाथ उपत्यकामा अवस्थित यो 6वटा गाउँ खिङ्गा, पुटाक, झोङ, छेङ्गोर, पुराङ, रानीपौवा, झारकोट लगायतका हाम्रो मुस्ताङ जिल्लामा एकमात्र रहेको यो बेन गाउँ जुन लुटाक भनेर हामी भन्छौं पनि देख्न सक्नुहुन्छ। र लुटाको ठ्याक्कै माथि तपाईँ हेर्नुभयो भने यहाँ नीलगिरी हिमाल जुन 7000 मिटर भन्दा माथि रहेको छ र ठ्याक्कै त्यसको अर्कोतिर हेर्नुहुन्छ भने यहाँ धौलागिरी हिमाल पनि देख्न सक्छौं हामी। र तपाईहरुले देख्न सक्नुहुन्छ टुकुचे पिक लगायतका यो हिम श्रृङ्खला एकदमै मनमोहक मनोरम दृश्य। यहाँबाट तपाईले यो 360 डिग्रीको यो भ्यू देख्न सक्नुहुन्छ। र यो हाम्रो खिङ्गा गाउँबाट यहाँसम्म आइपुग्नलाई हामीलाई 2.5 घण्टा र तपाईँ एकदमै सुस्त हिँड्नुभयो भने 3 घण्टामा चाहिँ यहाँ सजिलै आइपुग्नुहुन्छ। र म तपाईहरुलाई के सुझाव दिन्छु भने तपाईले यहाँ आउन चाहनुहुन्छ भने बिहान तपाईहरु 12 बजे या 10 बजे भन्दा अगाडि आइपुग्नु भयो भने धेरै नै राम्रो हुनेछ। यहाँ हावा कम चल्ने गर्छ। त्यसकारणले तपाईहरु मुक्तिनाथको यात्रामा हुनुहुन्छ भने तपाईहरु 1-2 दिन बस्ने सोचमा हुनुहुन्छ र आसपास तपाईहरु हाइकिङ, ट्रेकिङ या तपाईहरु एउटा घुमघाम गर्ने स्थलहरुको तपाईहरुको बारेमा तपाईहरु सोच्दै हुनुहुन्छ भने यो लुङता डाँडा एउटा विकल्प हुन सक्छ।